ये दाउरा लिन इच्छा गाइछ देख्नु इच्छा गाइछ यस्तो भिड छ एक मिस गेम फिनिस टक्क गाइछ यस्तै छ डोको बोकेर टक्क ऊ त्यहाँ हामीले चाहिँ दाउरा ल्याउने टक्क बाटो चाहिँ यस्तो छ यहाँबाट सुलुत्त भयो भने त बर्बाद छ माथि यस्तो छ है चाहिँ म छु टक्क लाएर औसेलु खानी टक्क काफल खानी चुत्रो खानी दाउरा पिट्नी बा अब चाहिँ यहाँ हामी टक्क लाएर भ्याइसक्यो है काटेर यहाँ यति छ ट्याक्क लाएर यहाँ छ अझै यहाँ चाहिँ म छँदैछु टक्क लाएर अब यहाँ म दाउरा हाल्छु दाउरा हालेपछि यस्तै छ दाउरा हालेपछि भेटौँला यति घाँस ल्याउन नसक्ने भयो चाहिँ दाउरा यति दाउरा लिएर आएको आम्मा पछि ल्याउन नि कस्तो भिडभाड ल्याएको त नि यस्तो भिडभाड आम्मा यति छ है एक ढोका यस्तो उकालो उलिनुपर्छ फुलुत्तै छ हौ गाउँमा बसेर गर्नु गाह्रो हाम्रो चाहिँ यहाँ यस्तो छ यही बाटो जाने हो यही बाटो हो जाने यस्तो छ बाटो है यस्तो बाटोबाट आउनुपर्छ है अब यहाँ चिउल्यो भने त कहाँ गाइस सिधै हड्डी होला ओहो नजारा सरर यता चाहिँ अब चाहिँ भारी बोक्छु म चाहिँ भारी बोक्नुपर्छ यो भारी टक्क लाएर यत्रो छ कहाँ जानु ह बाटोमा फेरि भेट गरौँला अहिलेलाई चाहिँ यति नै यस्तो छ बाटो यस्तो छ त्यस्तो गाइस गाह्रो छ भारी बोक्न जानिन्न बिर्सिसकिएछ यस्तो छ क्या बाटो चाहिँ कहाँ सक्नु अनि गप्प चिप्लियो भने त कहाँ हुने फेरि यस्तो छ बाटो माथि पुग्ने हो म चाहिँ यहाँ पुगिरहेको टक्क लाएर पानी पर्नु लाग्यो गाइस थाप्लो त आमा कहाँ सक्नु नि गाठे काम गर्न त घामको काम गर्न बिर्सिसकेछ तलबाट आएकोमा
टक्क लगाएर हामी हिँड्ने बाटो चाहिँ यो यस्तो त बाटो हिँड्नुपर्छ यो बाटो हिँड्ने टक्क लगाएर पसिना पसिना भयो म त बाटो बाटो यो टक्क लगाएर यस्तोबाट आउनुपर्छ पारिबाट आएको म भरिया दाइले बिसाउने चौतारी भन्थे खोइ त हेर त्यस्ता बाटो यार यस्तो ठाडो जानुपर्छ अब उहाँ ठाडो सकिन्छ है पानी आयो गाह्रो हो गाउँले जीवन म यस्तो फ्याँ गरेको देख्दाखेरि कति फ्याँ गरेको भन्ने होला गाउँको मान्छेलाई थाहा हुन्छ यो दुःख अब चाहिँ हाम्रो बिसाउने ठाउँ आउँदैछ चौतारी आयो बिसाउने बोल्नै गाह्रो भयो उहाँ तलबाट आएकोमा उहाँ डाँडाबाट के भारी मेरो हालत यस्तो छ ओ बस्छु एकछिन ओहो गानै जाला जस्तो हुन्छ नि उहाँबाट त आएको म ऊ तल डाँडाबाट उहाँबाट चाहिँ आएको यत्रो लगभग 45 मिनट हिँड्नुपर्छ है उहाँबाट ल्याउन यस्तो छ यहाँ चाहिँ यहाँ चाहिँ चौतारी छ है टक्क चौतारी भयो यहाँ मैले भारी बिसाएको भयो है टक्क यहाँ सुन्तलाको बुटा खाने त्यो गाइज यस्तो छ उहाँबाट अझै जान घरै पुगेँ यस्तो जिगजाग बाटो आउनुपर्छ है यस्तो छ पुरै
अब चाहिँ फेरि भारी बोक्नुपर्ने हुन्छ पानी परिरहेको अब चाहिँ जानुपर्ने हुन्छ यहाँ छ भारी ल आइज मेरो भारी चाहिँ यही हो अब चाहिँ म बोक्छु बोकेर फेरि भिडियो गर्छु ल ल अब चाहिँ म भाइ बोकेँ यही त छुट्टिएन नि होइन अब चाहिँ हाम्रो घर आउनु लाग्यो हो अब चाहिँ घर आउनु लाग्यो ऊ त्यो घर चाहिँ ऊ घरसम्म पुग्छ त्यो चाहिँ हाम्रो कटेरो मामा घर हो यो चाहिँ टक्क यहाँ चाहिँ बाख्रा खान 12-13वटा त्यहाँबाट भैँसी छ जनता टक्क त्यति दाउराले आएको गाइस पानी चाहिँ ट्याक्क आइपुग्यो म चाहिँ भिजिनँ टक्क यस्तो छ नजारा चाहिँ अनि त्यहाँपछि स्पेसल दाउरा ल्याएपछि चाहिँ अर्ग्यानिक आफ्नै गाउँको आलु र पुदिनाको चटनी टक्क लाएर यो मौसमको साग गाइस टक्क लाएर सर हेरिदिनुहोस् न टक्क ओहो कति आनन्द